र मुला उखाल्ने काम हुँदैछ। उखाल ठुलै रहेछ। अर्को कतिवटा उखाल्ने हो? तर अलि मोल पाएको भए चाहिँ यो सग्लो हुन्थ्यो होला, तर ठुल्ठुलो रहेछ। यो पनि मुला चाहिँ हो कि को साग हो? यो यहाँ छ त यता यो गाउँको अर्ग्यानिक मुला, लोकल बारीको मुला हो यो। घरकै मलबाट बनाएको विशुद्ध अर्ग्यानिक हो। यसमा कुनै पनि केमिकल युरियाहरू प्रयोग भएको छैन। तपाईहरुलाई यो स्वास्थ्यको लागि एकदमै हेल्दी हुन्छ। यो बजारमा खाएको मुला जस्तो देख्दा मुला देखिने, तर स्वास्थ्यमा केही फाइदा सँगसँगै असर पनि पुर्याउँछ। त्यसले अब यसमा चाहिँ त्यस्तो हुँदैन। ल जाऊ।